Akhini saro kiwanu makewaro when you're around baby I'm aksewaro Akhini saro kiwanu makewaro no makewaro baby I'm aksewaro Boli pusinda limboni lagi kahla gharwaro Angkange akhtar lasoni manya nakhima harara Chuk sapno mekhine raat jagala ramrai cha chalmala आदम बेकान्छी जाने पो हो कि मसँग यो साला हाय हाय अकेली सारे झिमझिमाउने आँखाले मनै के भयो नितेश के भयो तिमी गायो भने मिलिहाल्छ इफ यु स्टप के भयो गाइराखे भए हुन्थ्यो त डिकिलाको एन्ट्रीले आज दावाको पर्फर्मेन्सलाई अलिक छोटो नै बनायो जस्तो लाग्यो मलाई कङ्ग्रेचुलेसन्स बेस्ट विसेस दावालाई सपोर्ट गर्न आउनु भएको छ है सो तपाईँ उहाँलाई भोट अपिल गर्न सक्नुहुन्छ त भोटको लागि अपिल गर्न सक्नुहुन्छ मिस्टेक सबैबाट हुन्छ है त्यसलाई जज नगर्नु होला हि हेज पर्फर्म सो वेल थ्रु आउट है सबैजना उसलाई सपोर्ट गरिदिनु होला एन्ड डु भोट फर हिम है अनि बिकज अफ हिम आइ एम हियर अनि सबैजनालाई धेरै धेरै माया सो तपाईँहरूले पनि माया देखाउनुहोस् होला प्लिज 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 इट्स अ काइन्ड रिक्वेस्ट है भोइसको यो रियालिटी सोमा ट्यालेन्टले जसरी पर्फर्म गर्नुभयो त्यही नै हामीले टेलिभिजनमा देखाउँछौँ होइन सो अब यति राम्रो मान्छे आएपछि नर्भस भयो दावा कि लिरिक्स बिर्सेको एक टुक्रा यही गीत उहाँको लागि ल झिमझिमाउने आँखाले मनै मेरो अझै छ आँखा लोभी मन पापी दुःखै भएमा झिमझिमाउने आँखाले मनै मेरो अझै छ आँखा लोभी मन पापी दुःखै भएमा झिमझिमाउने आँखाले मनै मेरो अझै छ आँखा लोभी मन पापी दुःखै भएमा होइन अब यो डिस्ट्र्याक्ट हुने बानी चाहिँ हटाउनु पर्यो होइन अब धेरै ठाउँमा धेरैजनाले यसरी सपोर्ट गर्न आउनुहुन्छ होइन म कोच उदयको नै कमेन्ट लिन चाहेँ स्टेजमा पर्फर्म गर्दा गल्ती हुन्छ सबैको हुन्छ मेरो हातमा केही छैन मैले निकाल्नु पनि सक्दिनँ राख्नु पनि सक्दिनँ राख्ने पब्लिकले हो जनताले हो अलरेडी दावाको भोइस मिठो छ दावाको अलरेडी भोइस मिठो छ राम्रो छ टाइमिङ छ सबै छ कहिलेकाहीँ गल्ती हुन्छ त्यसको लागि छोडिदिनुहोस् गल्ती जसको पनि हुन्छ मैले पनि गरेर यहाँसम्म पुगेको हो र सिक्दै सिक्दै जाने हो अल द बेस्ट भोटको प्रतीक्षामा बस्नु तपाईँले जित्नुहुन्छ दिकिला एकदम मिठो पर्फर्मेन्स तपाईँले साथ दिनुभयो एकदम राम्रो छ
र तपाईँले पनि सपोर्ट मागिदिनु होला दावाका लागि थ्याङ्क यू सो मच अल द बेस्ट And yes, Dawa, wish you all the best. Dicky luck. Well, thank you very much. It was wonderful having you with us. Thank you. Okay, Dawa. अत्तिहाल्नु पर्दैन किनभने दर्शकले तपाईँको आजको पर्फर्मेन्स मात्रै होइन ब्लाइन्डदेखिको ब्याटलदेखिको नकआउटदेखिको सबै पर्फर्मेन्सहरू हेरेर नै तपाईँलाई भोट गर्ने हो होइन अब हेरौँ आजसम्म दर्शकहरूले तपाईँलाई कति भोट गर्नुभएको छ म सम्पूर्ण ट्यालेन्टहरूलाई अब यहाँ स्टेजमा आउन अनुरोध गर्न चाहे टिम खेमका 2 ट्यालेन्ट बाहेक इन्द्रकला र प्रोसेस बाहेक 2 जना बाहेक अरूहरू यहाँ तल स्टेजमा आइदिनु होला भोटिङ लाइन अझ पनि खुल्ला छ 9 जना ट्यालेन्टको टिम उदय टिम मेलिना र यसरी टिम राजुका 9 जना ट्यालेन्टको भोटिङ लाइन खुल्ला नै छ कोच राजुलाई मैले सोध्न चाहे भर्खरै जुन यो अब दावाले लिरिक्स बिर्सिनु भयो र पर्फर्मेन्सै रोकिदिनु भयो प्राय स्टेजमा लिरिक्स बिर्सिँदा कलाकारहरूले त्यो बेलामा के गर्नुहुन्छ कोच राजुको माइक गयो जस्तो लाग्यो मलाई हेलो यस ओके नर्मली अब यस्तो हुन्छ अब मोस्ट अफ द टाइम त बिर्सिँदैन तर अब डल्लै त्यो रोक्ने चाहिँ रोक्दैन हामी वी जस्ट स्टार्ट किनभने अब इट्स ए लाइभ सो लाइभ हुँदाखेरि अब रोकेर फेरि टेक गर्ने भन्ने कुरा हुँदैन त्यसले गर्दाखेरि चाहिँ हामी जे छ त्यसैमा जान्छौँ हामी चाहिँ नर्मली अब त्यस्तो भएको छैन मलाई चाहिँ अहिलेसम्म भगवान्को कृपाले नहोस् कसैलाई पनि नहोस् तर भइहाल्यो भने पनि इट्स ओके किनभने मान्छे हो होइन कहिलेकाहीँ त्यस्तो हुन्छ एन्ड आई थिङ्क यु सुड बी फाइन अब आई होप राम्रै हुन्छ होला त्यही हो